मलाई घर बस्दा बस्दा झ्याउ लाग्यो होइन। मैले के सोचेँ काहीँ न काहीँ जानुपर्छ घुम्न भन्ने भयो। टक्कला चस्मा लगाएँ अनि म कहाँ जान्छु, कहाँ गए पनि त्यहाँबाट भिडियो बनाउँछु। आज दिनभरि नै डाँडामा बस्छु सोलो। म कहाँ जान्छु त्यसपछि म चाहिँ आज दुईवटा बाइक भए पनि आई प्रिफर गोइङ रोनिङ बाइक, किनकि यो डाँडातिर जाँदा चाहिँ यो एकदम मजा आउँछ कि यो बाइक लिएर। फोटो सेसनमा लाग्यो नि त। यो खिचेको होइन त्यो त भिडियो बनाएको। ओके हो It's breaking through. म चाहिँ आजको दिनहरू मेरो मस्त यहीँ ड्यामसाइडमै बिताइदिएँ। ड्यामसाइड पार्कमा बसेपछि अनि डाँडामा जाने भनेको पनि पानी पऱ्यो, चिसो भयो, कपडा पनि त्यस्तो धेरै ओभान लगाएर आएको थिइनँ। भ्यू अफ ड्यामसाइड पार्क यही हो। यस्तो पानी परिरहेछ होइन। माथि डाँडामा जाने भने आज डाँडामा जान सकिएन। म चाहिँ ड्याम साइडमा आएर मस्त ड्याम साइड पार्कमै बसिरहेको छु। आजको दिन चाहिँ यस्तै नै स्पेन्ड भयो।